हेलो वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानलमा। सबैजना हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला है। कमेन्ट सेयर लाइक गर्न चाहिँ नबिर्सिनु होला। म सुकुटी बनाउनुतिर लाग्दैछु। सुकुटी बनाउनु लागि मैले आगो फुकिसकेँ। आगो फुकेर मैले सुकुटीलाई सुकाउँदैछु। सुकेर अब 15-20 मिनट बाँकी छ सुक्नको लागि, त्यसैले तल बसेर आगो फुक्दैछु। अनि मेरो सुकुटी बनेर रेडी भयो। रेडी भइसकेपछि मैले थोरै भाँडामा सुकुटी लिएँ बनाउनका लागि। अनि यति मैले त्यसपछि कराई लिएँ। कराई लिइसकेपछि मैले थोरै तेल हालेँ कराईमा थोरै तेल हालिसकेपछि अनि आगो फुकिरहेको छु। म आगोमा बनाउँदैछु नि त सुकुटी, त्यसैले अनि मैले मेथी हालेँ, त्यसपछि प्याज हालेँ। प्याज हालिसकेपछि प्याज ब्राउन हुने गरी एकछिन छोडिदिएँ। अनि प्याज एकछिन छोडिसकेपछि मैले सुकुटी हाल्नको लागि रेडी गरेँ। सुकुटी मैले हालिदिएँ। सुकुटी हालिसकेपछि मैले सुकुटीलाई मजाले चलाएँ। चलाउन पर्छ नि त। मजाले चलाइसकेपछि सबै तेलहरू सुकुटीतिर लाग्छ नि त, सुकुटीतिर लाग्नु पनि पर्यो। त्यसैले सबै सुकुटीतिर तेल लगाउनु पारेँ। त्यसैले मैले चलाइरहेको छु। अनि चलाएर एकछिन छोडेँ, रातो हुँदै गर्छ। रातो भइसकेपछि मैले हर्दी थोरै हालेँ। हर्दी थोरै हालिसकेपछि स्वादअनुसार नुन हालिदिएँ। नुन हालिसकेपछि मैले फेरि चलाएँ। नुन र हर्दी मजाले मिक्स हुनु पर्यो, त्यसैले मैले फेरि चलाएँ। चलाइसकेपछि एकछिन चलाइसकेपछि छोपिदिएँ। छोपेर एकछिन हेरेको त अलिअलि ब्राउन भएछ, त्यसैले मैले काटेको टमाटर हालेँ। काटेको टमाटर हालिसकेपछि फेरि मैले एकचोटि चलाइसकेपछि फेरि एकछिन चलाएँ मजाले, सबैतिर मजाले मिल्ने गरी चलाएँ। चलाइसकेपछि छोपेर फेरि मैले निकालेँ। अनि एकछिन चलाइसकेपछि त टमाटर मजाले गलिसकेको रहेछ। अनि टमाटर गलिसकेपछि मैले आफ्नै घरको काटेको प्याज हालेँ। हरियो प्याज हालेको है, प्याजको पत्ता हालेँ। हालिसकेपछि फेरि एकचोटि चलाएर अनि फेरि मैले एकछिन मजाले चलाइसकेपछि फेरि मैले एकछिन छोपिदिएँ है। छोपिसकेपछि फेरि मैले हेरेँ प्याज र टमाटर मजाले गलिसकेको रहेछ। गलेको मात्र होइन, अलिअलि त डढी पनि सकेछ। त्यसैले डढिसक्यो भनेर मैले पिनेको मसला हालेँ, किनकि हाम्रो घरमा धुलो मसला खाँदैन कसैले पनि, पिनेकै मसला खानुपर्छ। त्यसैले पिनेको मसला थोरै हालेँ। अनि थोरै ग्रेभी हुनको लागि पानी थोरै हालेँ मैले। अनि थोरै पानी हालिसकेपछि फेरि मैले चलाएर मजाले एकछिन चलाएर मैले धनियाँ सनियाँ पनि हालेँ। धनियाँ हालिसकेपछि एकछिन फेरि मजाले चलाइसकेपछि मेरो सुकुटी रेडी भइसक्यो। मेरो सुकुटी यस्तो देखियो लास्टमा। त्यसपछि सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला है। अमिषा लामा, बाई बाई।